ल बब्बाल छ है पार्क चाहिँ यस्तो दामी पार्क बनाइदिएको छ हैन यहाँको मान्छेहरुको लागि चाहिँ यस्तो दामी पार्क छ कि हैन यहाँनिर भैँतिरै सुते पनि फरक पर्दैन कि केही फोहोर लाग्दैन कि यस्तो छ के हैन पुरा म्याट बिछाएको जस्तो छ है अब खासै मान्छेहरु त नआउँदो रहेछ यस्तो दामी पार्क छ त्यही पनि है अघि एक दुई जना देखेको थिए उनीहरु पनि गइसके अनि उनीहरु गइसकेपछि म चाहिँ यहाँ पुल अप्स ट्राई गर्छु भनेर बसिरहेको थियो हैन त्यहाँनिर चाहिँ पुल अप्स गरिरहेको थियो अरु मान्छेहरुले पनि यहाँनिर चाहिँ पुल अप्स पनि गर्न मिल्ने रहेछ है त ल मेरो त्यही हो है पहिलाको कुरा गर्नु पर्दाखेरि वेट पनि थोरै थियो मैले पुल अप्स चाहिँ 22-23 चोटी 25 पटक पनि गरेको थियो हैन अहिले चाहिँ त्यस्तो साह्रो पहिला जस्तो त सक्दैन होला तर यहाँ पुल अप्स बार भन्दा पनि यो अर्कै खाले बार रहेछ है यहाँनिर पुल अप्स पनि गर्न मिल्छ होला अघि गरिरहेको थियो हैन यहाँनिर चाहिँ पुल अप्स को लागि पनि ठाउँ त छ रहेछ तर पुल अप्सकै लागि भनेर बनाएको चाहिँ होइन रहेछ यो त एकदम मोटो रहेछ मैले चाहिँ पुल अप्स नहानेको धेरै नै भयो है पहिला चाहिँ मेरो रेकर्ड चाहिँ 22-23 सम्म थियो हैन त्यतिखेर वेट पनि थोरै थियो मेरो वेटको कुरा गर्नु पर्दाखेरि मेरो त्यतिखेर चाहिँ 56-57 केजी मात्रै थियो भने अहिलेको मेरो वेट चाहिँ 67 केजी हैन त्यही भएर पहिला जति चाहिँ सक्दैन होला लेट्स ट्राई है त ल ओके गाइज है आफ्टर लङ टाइम पुल अप्स ट्राई गर्दैछु हैन तर यो पुल अप्स गर्ने ठाउँ चाहिँ होइन रहेछ त्यही पनि म ट्राई गर्दैछु है त 1 2 3 4 5 6 टाइछु भनेदेखि थाहा भइसक्यो मलाई म मोटाएछु भन्ने कुरा थाहा भयो यहाँ चाहिँ यसरी डिप्स गरी हेरौँ कस्तो हुँदो रहेछ सो हाम्रो श्रम संस्कृति पार्टीको मेयर हर्क साम्पाङ हैन मेयर अब के भन्नु हैन मेयर पहिलाको पूर्व मेयर है उहाँले चाहिँ हाम्रो देशमा चाहिँ हस्पिटलहरु भन्दा पनि पार्कहरु बनाउनु पर्यो मान्छेहरु हेल्दी हुन्छन् हैन पार्कहरुलाई चाहिँ विशेष प्राथमिकतामा राख्नु पर्यो हस्पिटल भन्दा पनि बिरामी भएर हस्पिटल जानु भन्दा बिरामी नहुने गरेर हामी चाहिँ एक्सरसाइजहरु गर्नुपर्छ भन्ने कुराहरु गरिरहनु भएको थियो एक हिसाबले सही नै लाग्यो हैन यहाँ चाहिँ अब पब्लिक हेल्थको लागि भनेर यत्रो ठुलो ग्राउन्डहरु यत्रो ठुलो ठाउँहरु चाहिँ यस्तो व्यवस्थित तरिकाले हैन यस्तो दामी तरिकाले बनाएर राखेको छ नि हैन त्यो कुरा साच्चै चाहिँ प्र्याक्टिकली चाहिँ सही लाग्यो हैन हो पनि हैन अब रोगी भएर हामी हस्पिटल जानु भन्दा रोग नै लाग्न नदिनु चाहिँ उत्तम हो नि त हैन बेस्ट हो नि त त्यो कुरा चाहिँ राम्रो लाग्यो मलाई पनि हैन ठीक छ त्यो देख्न सक्नुहुन्छ यहाँनिर पार्कमा चाहिँ यस्तो दामी छ नि यहाँनिर त म्याट बिछाइदिएको बराबर छ क्या हैन यहाँबाट गएर त्यो भुइँमै सेटअप गर्दा पनि खासै त्यो के भन्छ फोहोरहरु छैन क्या यति बवाल छ नि है गाइज है ल ठीक छ आजको पनि मैले डे 2 पनि कम्प्लिट गरे अब भोलि डे 3 सेम लोकेसन हुन पनि सक्छ म यही आउन पनि सक्छु हैन अथवा हिजोको ठाउँ जान पनि सक्छु आई डोन्ट नो हैन मेरो मुड के चल्छ भन्ने कुरा के हैन तर म कन्टिन्यू चाहिँ गर्छु हैन यहाँनिर चाहिँ म एउटा पानी किन्नु कि भनेको हैन अब चाहिँ म यहाँबाट हिँड्छु अराउन्ड 5 किलोमिटर चाहिँ म जानुपर्ने हुन्छ मेरो घरसम्म भोलि म सायद अलि छिटै यो पार्कमा फेरि आउँछु होला यस्तो बवाल लागेछ नि मलाई यो पार्क है यति राम्रो लागेछ नि
ओके ल आजको लागि चाहिँ यो पार्कलाई बाई बाई भन्छु है। ओ यस्तो मिठो शीतल हावा चलेको छ नि, यहाँ पातहरू हल्लिएको तपाईँहरूले देख्न सक्नुहुन्छ, हल्लिरहेछ पातहरू है। ओके यहाँनिर देख्न सक्नुहुन्छ होइन, म चाहिँ अहिले पार्कबाट अलिकति बाहिर आइसकेँ र मेरो एड्रेस चाहिँ यहाँ हो। यहाँसम्म पुग्न मलाई 49 मिनट हिँड्नुपर्ने हुन्छ है। एराउन्ड चाहिँ 49 मिनट भनेपछि 1 घन्टै जस्तो लाग्छ होला मलाई। अब बिस्तारै बिस्तारै जान्छु म। अहिले एक हिसाबले जापान डेभलप हुनुमा चाहिँ यो भौगोलिक बनावटले गर्दा पनि होला जस्तो लाग्छ है मलाई चाहिँ साथीहरू है। हाम्रो त अलिकति सम्म भनेको तराई क्षेत्र मात्रै छ, बाँकी भौगोलिक बनावट भनेको एकदमै चट्टान खडी पहाडहरू छ होइन। त्यही भएर बाटोघाटो बनाउनको लागि पनि धेरै गाह्रो हुन्छ। त्यो हिसाबले पनि हाम्रो देशको चाहिँ विकासको कामहरू गर्नलाई गाह्रो पनि छ, टाइम लागेको चाहिँ त्यही भएर पनि होला जस्तो लाग्छ। यहाँको भू बनावट हेर्दाखेरि यस्तो लाग्छ कि अब यो पृथ्वी नै कतै डाँडा काँडा केही पनि छैन जस्तो लाग्छ कि होइन। जता हेरे पनि सम्म छ है, सम्म छ। त्यही भएर पनि अब यहाँको चाहिँ भू बनावटले पनि साथ दिएको भएर होइन मेट्रो ट्रेनहरू बनाउनलाई पनि सजिलो नै हुने भयो होइन। हुन त अब यो जापानको मेट्रो ट्रेनहरू बनाउनको लागि त्यो समयमा जापानिजहरूले धेरै दुःख गरेको थियो अरे कि है, मैले पनि सुनेको भन्छन् यहाँको जापानिज पुरानो मान्छेहरूले। उनीहरूले पनि टोकियोको मेट्रो लाइनहरू बनाउने बेलामा आफ्नो परिवारसँग 17-18 महिनासम्म पनि होइन नभेटिकन त्यहाँ ज्याला मजदुरी गर्ने मान्छेहरूले त्यसरी मेहनत गरेर चाहिँ बनाएको थियो अरे कि है। अब त्यही हो होइन, दुःख नगरी केही पनि हुँदैन। हुन त अब हाम्रो देशमा त अब त्यसरी चाहेर पनि अलिकति भौगोलिक बनावट, हाम्रो भू बनावट पनि गाह्रै छ है। अब हाम्रो पहाडो छ होइन, चट्टान छ, त्यही भएर पनि गाह्रो भएको होला गाइज है। यहाँ चाहिँ एकदमै सम्म छ। यस्तो छ क्या है, यस्तो छ है घरहरू यहाँनिर। म चाहिँ बल्ल यता गाउँबाट हल्का सहर आइपुगे जस्तो फिल भयो है। पुल माथिबाट यस्तो देखिँदो रहेछ। अझै हिँड्नुपर्छ म आधी घन्टाभन्दा बढी हिँड्दै जाउँ है। अब लगभग आधी घन्टा जति होला बाटो है। मनपर्छ है यस्तो ठाउँ चाहिँ, तर एकदमै क्राउड अनि बिल्डिङ भएको भन्दा मलाई चाहिँ यस्तै ठाउँ मनपर्छ है गाइज। ल फाइनली गाइज म आइपुगेँ घर। आज चाहिँ डे 2 है। आज चाहिँ म डिफ्रेन्ट रुटमा गएको थिएँ, अर्कै त्यो ताकामतो हेल्थ पार्क भन्ने ठाउँमा। एकदमै दामी पार्क थियो होइन। अहिले चाहिँ टाइम 8:30 भयो, म घर आइपुगेँ होइन। अब चाहिँ त्यही हो, सावर लिन्छु होइन। सावर लिइसकेपछि खाना चाहिँ अलरेडी पाकिसकेको छ। आज मैले दिउँसो खाना पकाएर राखेको थिएँ होइन। 8:30 भयो, अब नुहाइधुवाइ गर्छु, एकछिन घरतिर फोनसोन गर्छु होइन। त्यसपछि रेस्ट गर्छु। फेरि मेरो त्यही हो रुटिन एज अलवेज होइन। बिहान 6 बजीदेखि काममा जानु छ। त्यही भएर लभ यु अल गाइज है। भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा एकदमै धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु। मेरो चाहिँ च्यानल एकदमै ग्रो चाहिँ एकदमै स्लो ग्रो भइरहेको छ होइन। तपाईँहरूले सक्नुहुन्छ भने भिडियोलाई सेयर पनि गरिदिनु होला। च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने गरिदिनु होला भन्न चाहन्छु है। ल ओके, आजको लागि चाहिँ यतिमै भिडियो सकाउन चाहन्छु। बाई बाई गाइज है।